बसेर सायद हैन म त्यो घरमा अझै बसेर म त्यो घरमा बस्दा बस्दै म त्यही मरेको भए मेरो बच्चाको मुटु झन् कति दुख्थ्यो होला। मेरो लाइफमा मैले हैन नभोगेको कुराहरू भएको छ क्या। मेरो आमा बाउसँगको इन्सिडेन्टहरू भयो। अब यस्तो अब मेरो छोरीले केही प्रगति गरेर बस्ला, प्रगति गर्छ मेरो छोरीले, मलाई यो हेर्छ मेरो छोरीले भन्ने आमालाई आफ्नो मृत शरीर कसरी दिउँ भन्ने हुन्छ मलाई चाहिँ। So hello and namaste everyone, welcome to my channel Life of Archita। तपाईहरुले अब धेरै जस्तोले त मलाई देखिरहनु भएकै छ। मेरो अब टिकटकमा तपाईहरुले मलाई देखिरहनु भएको, मेरो यो फेस देखिरहनु भएकै छ। के सम्म भएको छ मेरो लाइफमा के सम्म भएको छैन, यो सबै कुरा तपाईहरुलाई थाहा छ हैन। अनि म चाहिँ अब धेरै जनाले भन्नुभयो युट्युबमा पनि भिडियोहरु हाल, युट्युबमा पनि यो गर भनेर भन्नुभयो। सो आइ एम ओपनिङ दिस च्यानल। अनि म यो च्यानल खोलेर अब भिडियोहरु गर्छु। मेरो लाइफमा के हुन्छ म तपाईहरुलाई देखाउँछु। I will try my best to entertain you। अब मेरो लाइफमा जे हुनु भइसक्यो हैन। कति मान्छेहरुले भन्छ बच्चा छोडेर किन हिँडिस यताउति भनेर भन्नुहुन्छ हैन। अब बच्चा मलाई पनि कहाँ छोड्न मन थियो र। अब मैले एउटा पोस्ट देखाएको थिएँ क्या, मनिषा खै समथिङ के थियो उहाँको नाम, उहाँको भिडियो गएर हेरेको थिएँ। 7 महिनाको सुत्केरीलाई पिटेरै झुन्डाएर मारिदियो अरे भनेर यस्तो कुराहरू सुनेको थिएँ क्या। म चाहिँ के भन्छु भने बच्चा छ मसँग, बच्चाको लागि भनेर छोड्न जानु पनि सकेको थिइनँ हो। म 5 महिनाको सुत्केरी थिएँ, 5 महिनाको सुत्केरी हो। तर मलाई पनि मेरो बच्चा छोडेर जानु मन लाग्दैन, मलाई पनि मेरो बच्चालाई गरेर जानु मन लाग्दैन। जब कि म त्यो घरमा सधैँ अब लाइक सधैँ पिटाइ खाएर, सधैँ टर्चर सहेर त्यस्तो सब भएर बसिरहेको छु, अझै पनि सहिरहेको छु। जति सह्यो त्यति गुज्रे गइरहेको छ भने म अझै बस्नु सक्दिनँ नि त। मलाई त मेरो आमा बाउले त त्यो केटासँग खुसी हुन्छस् भने जा भनेर पठायो नि त, तँलाई त्यो केटाले मार्छ भने जा भनेर पठाएको हैन नि त। त्यही भएर म गएको हो हैन। म त्यहाँबाट निस्केर आएको हो। मलाई मेरो बच्चा दिएको छैन। माइती नेपालमा जानु भनेर धेरैजनाले सजेस्ट गर्नु भएको छ हो। माइती नेपालमा जानुपर्छ। तर मलाई के लाग्छ भने एउटा छोरी मान्छे बिहे गरेर गइसकेपछि फर्केर फेरि यही माइती म खुसीले त्यो घरमा अब बिहे गरेर गएको हो नि त। खुसीले त्यो घरमा बिहे गरेर गएको, अब फर्किँदाखेरि रुँदै मेरै माइती फर्किनु पर्यो नि त। अब त्यत्रो बेइज्जत गरिदिसके गाउँ समाजको अगाडि, मेरो आमा बाउको यत्रो बेइज्जत गरिदिसके। मेरो घरमा आएर मेरो आमा बाउसँग जुध्यो, मेरो भाइलाई हात हाल्यो, मेरो आमा बाउले पनि हात हाल्यो। म ढाट्दिनँ, मेरो आमा बाउले हात हालेको थियो भनेर। म त्योसँगको फर्स्ट च्यानलमा त्योसँगको फर्स्ट भिडियोमा मेरो त्यही कुराहरू थियो। मेरो बुढालाई हात हाल्यो यताउति कुराहरू निकालेको थियो। मलाई त्यो मान्छेको नाम पनि लिनु मन छैन अहिलेलाई। म यति भन्छु कि त्यतिखेर जे सिचुएसन थियो त्यो सब सिचुएसनको हिसाबले मैले धेरै माया गरेको थिएँ। त्यही भएर म त्यो मान्छेसँग गएको हो। तर त्यसको परिणाम मैले के पाएँ? टर्चर, पिटाइ, मुख छाड्ने, डोमेस्टिक भाइलेन्स, द्याट्स अल। त्यही भएर हैन अब नेपालमा म मात्रै हैन, कति धेरै केटीहरू पनि छ क्या जसले मलाई पर्सनली आएर मेरो पनि लाइफ यस्तै भएको छ दिदी, मेरो पनि बच्चा त्यहीसँग छ तर मैले केही गर्नु सकेको छुइनँ भनेर भन्नुभएको छ हैन। मेरो पनि हालत त्यही भइरहेको छ अहिले। मेरो बच्चा अब त्यसले खै मरि गई दिदिन यताउति भनेको छ हैन। म त्यतिखेर पनि बच्चा लिएर हिँड्नु खोजेको हो। म मेरो बच्चा छोडेर हिँड्नु खोजेको होइन। म मेरो बच्चा लिएर हिँड्नु खोजेको। म 9 महिना पेटमा राखेको, मैले कति भोगेर पेटमा हुँदाखेरि मैले कति टर्चर सहेर, मैले कति गरेर मेरो जन्माको बच्चालाई, त्यस्तो दुःख गरेर जन्माको बच्चालाई हैन त्यसरी राखिरहेछ। मलाई पनि कहाँ मेरो आफ्नो हामी तपाईहरुमा कतिजना हेर्नेहरू पनि आमा नै हुनुहुन्छ होला सायद हैन। आमाले आफ्नो बच्चा छोड्नु सक्दैन, तैँले कसरी छोडिस् त, कस्तो पापी आमा, यताउति त्यो घरमा बसेर सायद हैन म त्यो घरमा अझै बसेर म त्यो घरमा बस्दा बस्दै म त्यही मरेको भए मेरो बच्चाको मुटु झन् कति दुख्थ्यो होला। म चाहिँ त्यो भन्छु क्या, मेरो बच्चाको मुटु झन् कति दुख्थ्यो होला, उसलाई झन् कति गाह्रो हुन्थ्यो होला। मान्छेहरूले तर के भन्छ, आफ्नो मात्र सोच्छ, आफ्नो मात्र सोचिस्, आफ्नो मात्र गरिस्, केही छैन, मलाई मतलब छैन, मान्छेहरूको भनाइमा मतलब छैन हैन। बरु म के भन्छु भने कर्म इज रियल,
कर्मले हान्छ, फिक्स हान्छ, कर्मले फिक्स हान्छ नै। म मात्र नभएर उसको अगाडिको वाइफले पनि टिकटकमा आएर उसको कुराहरू रिभिल गरिदिइसकेको छ होइन। अब कतिजनाले अझै पनि मलाई नै ब्लेम गर्नुहुन्छ, तै नराम्रो, तै योसँग सुतिस् त्योसँग सुतिस्। अरे यार, छोरा मान्छेले गरेको चिज छोरी मान्छेले गर्दा गलत हुन्छ भने हो, म गलतै हो। म रुनु आएको होइन, म सिम्प्याथी गेन गर्नु आएको होइन। मैले जति स्ट्रङ हुनु थियो म स्ट्रङ भएको पनि छु, अनि अझै हुन पनि चाहन्छु। अझै हुनु मन छ मलाई अझै स्ट्रङ हुनु मन छ, अझै मलाई गरेर देखाउनु छ। त्यही भएर म अहिले युट्युबमा आइरहेको छु गाइज। मलाई तपाईँहरूको साथ सपोर्टको धेरै महत्त्व छ अहिलेलाई। मेरो लाइफमा मैले होइन नभोगेको कुराहरू भएको छ क्या। मेरो आमा बाउसँगको इन्सिडेन्टहरू भयो। अब कतिजनालाई त तपाईँहरूमा हेरिराख्नेहरू धेरै जस्तो मैले मेरो टिकटकबाटै मेरो फलोवर्सहरूलाई पठाएको हुन्छु। अफकोर्स होइन, तपाईँहरू आएर सपोर्ट गरिदिनुहुन्छ, आई नो। अब त्यही हो क्या, अब लाइफमा जे जस्तो भए पनि हार खानु चाहिँ सिकाएन मेरो आमाले होइन। अब त्यस्तो अब मेरो छोरीले केही प्रगति गरेर बस्ला, प्रगति गर्छ मेरो छोरीले, मलाई यो हेर्छ मेरो छोरीले भन्ने आमालाई आफ्नो मृत शरीर कसरी दिउँ भन्ने हुन्छ मलाई चाहिँ। त्यही भएर अहिलेसम्म मैले केही गरेको छुइनँ। नभए मेरो मेन्टल हेल्थ त यस्तो खराब भइसक्यो होइन। बाहिर जस्तो छ भित्र त्यस्तो हुँदैन क्या गाइज। रियल लाइफ र रियल लाइफ डिफ्रेन्ट हुन्छ, डिफ्रेन्ट नै हुन्छ। मेरो डिफ्रेन्ट हुन्छ, सलिमको डिफ्रेन्ट छ, त्यसको डिफ्रेन्ट छ, सबैको डिफ्रेन्ट छ क्या। अब के भन्छु भने सबैजनाले होइन, अब कतिजनाले मलाई नराम्रो भनिरहेको छ, भन्नु, आई डोन्ट केयर। तपाईँहरूले पनि पछि दिन आएपछि आफै देख्नुहुन्छ को गलत हो को सही हो। अनि माइती नेपालको कुरा आयो, म माइती नेपालमा लड्न चाहन्छु, तर मलाई के भएको छ भने मम्मी बाबालाई उसै त मैले यत्रो बदनाम गरिसकेँ। बाबु लिएर आएर झन् अब सोर्स अफ इन्कम हुँदैन, थाहा छ बाउले तिर्नुपर्छ, तर त्यो कस्तो सामानको मान्छे छ भने अलिक ओप्परै घमण्डी छ क्या। त्यो ओप्परै घमण्डी छ होइन। म त्यसको नाम लिँदिनँ म होइन। ओप्परै घमण्डी छ, ऊ गर्छ, त्यसले दिँदैन, बाबुलाई हेर्दैन त्यसले, आइनु। त्योसँग छ भने हेर्छ, मसँग छ भने त्यसले हेर्दैन, सबै मलाई नै छोडिदिन्छ। मसँग सोर्स अफ इन्कम छैन। अनि माइती नेपालले पनि कसरी पाल्छस् भनेर सोध्यो भने पनि म के भन्नु, त्यो हिसाबले पनि म बसिरहेको हो। अब म जब खोज्दैछु, जब गर्छु, अनि एउटा आफ्नो छुट्टै लिएर बस्छु। अनि लाइफ अफ अर्चिता मेरो च्यानलमा म सबै अपलोड गरिरहन्छु, मेरो बाबुसँगको अपलोड गरिरहन्छु भनेर सोचेको छु। अब पहिला सुरु आफै क्यापेबल हुनु पऱ्यो नि त। मेरो चाहिँ त्यो इच्छा चाहिँ अब बाबुलाई लिन मन नलागेको इच्छा होइन, मेरो बच्चा हो, मेरो रगत हो, मैले दुःख गरेर जन्माएको हो। त्यो मान्छेहरूले जन्माएको होइन नि त। तिनीहरूले दुःख गरेर 9 महिना राख्या हो, होइन नि त। मैले राख्या हो, म लिएर आउँछु, मेरो बच्चा हो यार। हो मलाई होइन अब रुनु मन छैन, म रुदिनँ। हेर्नु होइन, कतिजनाले यत्रो कुरा गरिस्, रुइनस् यताउति भनेर कतिजनाले भन्छ। रुयो भने पनि के अरे भिक्स लाएर रुको भन्छ, रुएन भने नाटक गरेको एक्टर हो त, एक्ट्रेस हो त भनेर भन्छ। अब मान्छेले जे सोध्छ त्यही हो म होइन। अब मेरो युट्युब च्यानलमा तपाईँहरूले धेरै सपोर्ट गरिदिनु पऱ्यो। म चाहिँ त्यही भन्छु। म अब चाँडोभन्दा चाँडो मेरो बच्चालाई लिएर आउन चाहन्छु। मलाई तपाईँहरूको साथ सपोर्ट चाहिएको छ। म माइती नेपालमा लड्न चाहन्छु। त्यता गएर अब ऊ गरेर त दिँदैन नि त, मान्छे मार्छु यताउति भनेर भन्छ, त्यो त म त्यस्तो छुइनँ। म लिगली जान ट्राई गर्छु। माइती नेपालमा जाने भनेर अघि हामी कुरा नै गरिरहेको थियौँ, मेरो दाइहरू दिदीहरू हामीहरू बसेर कुरा गरिरहेको थियौँ। अनि अब त्यही हिसाबले लडेर मेरो बच्चा म जसरी पनि लिनेछु, किनकि 5 वर्षसम्म बच्चा आफ्नै हुन्छ, चाहे त्यो म्यारिज सर्टिफिकेट होस् या नहोस्। डिएनए टेस्ट गर्दाखेरि त अफकोर्स मेरो देखाउँछ। अनि मेरो देखाएपछि फेरि कति मान्छेहरूले चाहिँ के पनि भने माइती नेपालमा गयो भने बुढाबुढी मिलाउनु खोज्छ भनेर पनि सुनाएको थिएँ क्या। म त सिधा भन्छु, यो कुराको डरले पनि मलाई माइती नेपाल त्यही भएर पनि नगएको हो। म बच्चा त्योसँग छ, बच्चाको त्यसले बिचल्ली गर्दैन होइन, तर पनि आफ्नो आमा जस्तो कोही पनि हुँदैन। आफ्नो आमाले गर्ने माया एउटा बच्चालाई कसैले गर्न सक्दैन। हेर्नु न, मेरो इक्जाम्पल हेर्नु न, मैले मेरो बाउ आमालाई त्यत्रो सब गरेँ, बदनाम गरेँ, त्यत्रो गाउँ समाजको अगाडि पुलिसको अगाडि मैले बुढा चुज गर्छु भनेर गएँ। अहिले लास्टमा मसँग को छ? मेरो आमा छ, मेरो बाउ छ, मेरो भाइ छ, मेरो बहिनी छ, अरू कोही छ मसँग? छैन नि। तपाईँहरू हुनुहुन्छ, हो तपाईँहरू हुनुहुन्छ मसँग, तर
लास्टमा आखिरमा बुढा काम लाग्यो त मलाई लागेन नि। सबै केटाहरू उस्तै हुन्छ म भनेर भन्दिनँ, तर पार्टनर चाहिँ वाइजली चुज गर्नु पर्दो रहेछ क्या। वाइजली चुज गरेर बच्चा करायो यता पनि 6 महिनाको बच्चा छ क्या। अनि त्यो बच्चालाई देखेर मलाई कस्तो मेरो बाबुको याद आउँछ। ठिक छ, केही छैन, अब बिस्तारै अब होइन कुराहरू हुँदैछ, माइती नेपालमा जाने कुराहरू हुँदैछ, तर मलाई त्योसँग मिलाइदिन्छ कि भन्ने डरले म बसिरहेको छु। तपाईँहरूले यसरी नै मलाई साथ सपोर्ट गरिदिनुहोस् कृपया। अहिले यो फर्स्ट भिडियो चाहिँ यस्तै भयो, मैले अहिलेको लागि चाहिँ यति नै भन्न खोजेँ। योभन्दा अरू म केही भन्नु सक्दिनँ, किनकि पुरानो कुरा कोटाएर घाउ आफूलाई नै दुख्छ क्या। घाउ कोटाए जति घाउ कोटाए त्यति दुख्छ क्या। त्यही भएर म अरू कुरा गर्न चाहदिनँ। म त्यो मान्छेको नाम पनि लिन चाहदिनँ, त्यो मान्छेको बारेमा कुरा पनि गर्न चाहदिनँ, किनकि मेरो माइन्डमा मेरो मनमा होइन के छ भने पहिला त्यसलाई सम्झिँदा मेरो आँसु आउँथ्यो, म त्यसलाई सम्झेर रुन्थेँ भने त्यसले मलाई यति साह्रो बदनाम गरिसक्यो कि अहिले त्यो मान्छेलाई सम्झिँदाखेरि रिस उठ्छ क्या, मलाई रिस उठ्छ। अनि आफूलाई थुक्न मन लाग्छ कि किन गएछस् त त्यस्तोसँग भनेर, किन आफ्नो बच्चाको जिन्दगी बर्बाद गरेछस् तैँले त्यस्तोसँग भनेर भन्छु क्या म। अनि त्यही भएर अब गाइज लेट्स डु सपोर्ट इन माई च्यानल, अनि लेट्स डु सपोर्ट इन माई टिकटक, एन्ड लेट्स डु सपोर्ट इन माई लाइफ अल्सो। यति भन्दै होइन यो भिडियो चाहिँ यतै एन्ड गर्न चाहन्छु। किप वाचिङ, किप सपोर्टिङ। भ्लगहरू म हालिरहेको हुन्छु, कहाँ के गर्दै भइरहेको हुन्छु, त्यो सब म तपाईँहरूलाई देखाइरहेकै हुन्छु। सो प्लिज किप सपोर्टिङ एन्ड किप मेकिङ मी स्ट्रङ। यु गाइज आर मेकिङ मी स्ट्रङ रियली। भन्दाखेरि यतिजना सपोर्टर्स हुनुहुन्छ कि कतिजना सपोर्टर्स हुनुहुन्छ कि जसले मलाई पर्सनली पनि आएर यस्तो हो है, तिमी स्ट्रङ हुनुपर्छ है यताउति। मेरोमा लाइक 100 कमेन्ट्स छ अरे होइन, 100 कमेन्ट्समा 10%ले नराम्रो भनिरहेको छ भने 90%ले मलाई राम्रो भनिरहनु भएको हुन्छ क्या। त्यही भएर मलाई खुसी लाग्छ। थ्याङ्क यू सो मच गाइज फर यर सपोर्ट। तपाईँहरूको मायाले गरेर नै म बाँचिरहेको छु क्या। अब हार खानु मन लाग्छ नि, मन नलाग्ने होइन, हार खानु मन लाग्छ। लाइफमा यस्तो सब भएको छ होइन, लाइफमा यस्तो साह्रो मेन्टल्ली यस्तो साह्रो डिस्ट्र्याक्ट भएको छ। कोही मान्छेले माया गर्ला कि भनेर गयो, बाउ आमा छोडी गयो, त्यो मान्छेले बेहोरा देखाउने, पिट्ने, मुख चाट्ने, यान त्यान के गर्यो। त्यत्रो सब भएर नि बच्चा भएपछि सुध्रिन्छ कि मेरो साथीहरूले, मेरो आमा बाउहरूले सबैजनाले मलाई नजा, त्यो मान्छे ठिक छैन, तँलाई यस्तो गर्छ उस्तो गर्छ, नजा होइन, बच्चा भएपछि सुध्रिन्छ होला, म बच्चा राख्छु भनेर बच्चा राखेर प्रेग्नेन्सीमा पनि त्यस्तै, बच्चा जन्मिसकेपछि पनि त्यस्तै। अब चाहिँ मैले सकिनँ, म अझै पिटाइ खानु सक्दिनँ, म अझै टर्चर सहनु सक्दिनँ, त्यही भएर मैले छोडेको हो। म मेरो बच्चा चाहिँ म सक्दो ट्राई गरिरहेको छु मैले आफूलाई मेरो बच्चा लिएर आउनको लागि। यति भन्छु गाइज, किप सपोर्टिङ। योभन्दा म धेरै बोल्न म भर्खर नयाँ हो गाइज होइन, मलाई त्यस्तो साह्रो खासै बोल्न आउँदैन। यो फर्स्ट भिडियो यति नै गर्न चाहन्छु। थ्याङ्क यू सो मच एन्ड प्लिज किप सपोर्टिङ एन्ड डु सब्सक्राइब, लाइक, कमेन्ट। ओके, बाई।